ओके, आज हामी हेर्छौँ साइबर सेक्युरिटी। साइबर सेक्युरिटी आइटीको फिल्ड हो अर कम्प्युटर साइन्सको? एन्ड आइटी केको फिल्ड हो? कम्प्युटर साइन्सको? हल्का कन्फ्युजिङ छ, म सुरुदेखि सुरु गर्छु है। वाट डु यु थिङ्क वाट इज कम्प्युटर? अब मेरो हिसाबले हेर्ने हो भने कम्प्युटर इज जस्ट अ क्यालकुलेटर, अ भेरी 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 गुड क्यालकुलेटर। यसमा इनपुट दिन्छौँ हामीहरूले, यसले प्रोसेस गर्छ, स्टोर गर्छ, राइट? यसमा के हो, कम्प्युटरमा हुन्छ नि त्यो 0 र 1 भनेको। तिमीलाई के लाग्छ 0 र 1 भनेको के हो? कम्प्युटरमा 0 र 1 भनेको करेन्ट छ, करेन्ट छैन, या यस या नो। यही लजिकमा हाम्रो कम्प्युटर काम गरेको हुन्छ। ओके, हामी जाम अब हार्डवेयर लेभलमा जाउँ है। सो हार्डवेयर कसले हेर्छ होला? हुन्छ नि चिपहरू भयो, प्रोसेसरहरू भयो, सर्किट बोर्ड्सहरू भयो, त्यो कसले हेर्छ होला? त्यो हेर्छ हाम्रो कम्प्युटर इन्जिनियरले। कम्प्युटर इन्जिनियरिङमा अब म्याथमेटिक्स, फिजिक्सहरू हुन्छ। यसमा सर्किट डायग्रामहरू भयो, अब सिस्टम आर्किटेक्ट कसरी डिजाइन गर्ने त्यो हेरिन्छ। म्याथमेटिक्स यो हुन्छ, पुरै थ्योरी चाहिँ हुन्छ यो सबै। हाम्रो यो हार्डवेयर प्रोग्रामिङ हुन्छ हाम्रो, अनि त्यो पिसिबी डिजाइनहरू हुन्छ। यो हाम्रो हुन्छ हाम्रो कम्प्युटर इन्जिनियरिङमा। अब हार्डवेयर त भयो, अब हार्डवेयरमा युज हुने सफ्टवेयरहरू हाम्रो कम्प्युटर साइन्समा हुन्छ। कम्प्युटर साइन्स सफ्टवेयर डेभलपर्स, यसमा हाम्रो कम्प्युटेसनल एल्गोरिदम्सहरू हामीले हेर्नुपर्ने हुन्छ। अब डेटा स्ट्रक्चरहरू भयो हाम्रो, बुझ्न प्रोग्रामिङहरू हुन्छ धेरै जस्तो, म्याक्सिमम् हुन्छ प्रोग्रामिङ। हाम्रो लजिकहरू बुझ्नुपर्ने हुन्छ। यसभित्र के पर्छ भनेपछि अब फुल स्ट्याक डेभलपर भयो हाम्रो, मोबाइल डेभलपर भयो, क्युए इन्जिनियर, गेम डेभलपर। सो यसमा हाम्रो हाम्रो कोडिङ हुन्छ। अनि हाम्रो अर्को ब्रान्च भनेको हाम्रो आइटी। आइटीमा के हुन्छ भन्दाखेरि हाम्रो त्यस्तो प्रोग्रामिङ हुँदैन, हुन्छ तर त्यस्तो हुँदैन। हाम्रो हाम्रो के हुन्छ भनेपछि हाम्रो बनेको सफ्टवेयरहरू हामीले युज गर्छौँ। अब यसभित्र हाम्रो पर्छ नेटवर्क इन्जिनियर, सिस्टम एडमिनिस्ट्रेटर, डेभअप्स इन्जिनियर। सो हामीले बुझेअनुसार हाम्रो 3वटा फिल्डहरू छ, 3वटा ब्रान्च छ टेक फिल्डमा, टेकमा टेक फिल्ड रे, टेकमा हाम्रो 3वटा ब्रान्च छ। एउटा छ कम्प्युटर इन्जिनियरिङ, हाम्रो हार्डवेयर हेर्छौँ, हार्डवेयर तिनीहरू डिजाइन गर्ने हामी हेर्छौँ। त्यसपछि हाम्रो छ कम्प्युटर साइन्स, यसभित्र हाम्रो सफ्टवेयरहरू डेभलप हुन्छ। त्यसपछि हाम्रो आइटी छ, आइटीमा हाम्रो युज हुन्छ तिनी सफ्टवेयर भएको। मेन क्वेसन भनेको अब साइबर सेक्युरिटी के भित्र पर्छ, कम्प्युटर साइन्सभित्र अर आइटीभित्र? साँच्चै भन्ने हो भने दुइटैभित्र नै। यो कुनै यिनी दुइटाको ब्रान्च होइन, यो जस्ट एक्जिस्ट गर्छ यिनीहरूलाई प्रोटेक्ट गर्न। कन्फ्युजिङ राइट? ओके, हल्का सिम्पल बनाउनको लागि म सुरुदेखि सुरु गर्छु। म सुरु गर्छु सेक्युरिटीदेखि। सो सेक्युरिटी भनेको के होला? केही प्रोटेक्ट गर्ने, केही भ्यालुएबल चिज प्रोटेक्ट गर्ने, त्यही त हो सेक्युरिटी। अनि यसको पनि टाइप्सहरू हुन्छ। अब टाइपमा होला फिजिकल सेक्युरिटी। यसमा हामीहरूले कुनै चिजलाई हामीले सेक्योर गर्छौँ। हामी यो युज गर्छौँ क्यामेराहरू, फेन्सेस, अब सेक्युरिटी गार्डहरू हामीले लगाउँछौँ फिजिकल सेक्युरिटीको लागि। अब त्यसपछि आउला हाम्रो नेसनल सेक्युरिटी। यसमा के हुन्छ भनेपछि अब सिआइएहरू हुन्छ हाम्रो, इन्टेलिजेन्सहरू भयो, इन्टेलिजेन्स एजेन्सीहरू भयो, हाम्रो मिलिट्री डिफेन्सहरू भयो नेसनल सेक्युरिटीमा। अब त्यसपछि आउला हाम्रो फाइनेन्सियल सेक्युरिटी। अब हाम्रो मनी या फ्रडलाई हाम्रो प्रोटेक्ट गर्ने, त्यहाँदेखि प्रोटेक्ट गर्ने। अब आउला हाम्रो पर्सनल सेक्युरिटी, हाम्रो बडीगार्डहरू भयो आउला। त्यसपछि आउला हाम्रो इन्फर्मेसन सेक्युरिटी। साइबर सेक्युरिटी इज अ सबसेट अफ इन्फोसेक। इन्फोसेक मतलब इन्फर्मेसन सेक्युरिटी। यसमा के हुन्छ भन्दाखेरि वी प्रोटेक्ट डेटा, इन्फर्मेसन, चाहे त्यो अब फिजिकल सेक्युरिटी होस्, चाहे त्यो पेपर डकुमेन्ट्स अर एनी डिजिटल फर्म। इन्फोसेकभित्र सबै चिज पर्छ, तर हामी त्यो पछि हेर्छौँ। अहिले हामी हेरेको छौँ साइबर सेक्युरिटी। साइबर सेक्युरिटी भनेको त्यही हो, सबसेट हो इन्फोसेकको। के फरक छ भन्दाखेरि उसले सबै चिज हेर्छ, यसमा भनेको हाम्रो डिजिटल डेटा मात्रै हेर्छौँ, डिजिटल डेटा। सो साइबर सेक्युरिटी इज द प्र्याक्टिस अफ प्रोटेक्टिङ डिजिटल सिस्टम्स, नेटवर्क्स, डिभाइसेस एन्ड डेटा फ्रम अनअथराइज्ड एक्सेस। एन्ड डिजिटल डेटा जहाँ पनि हुनसक्छ, क्लाउडमा, नेटवर्कमा, हार्ड ड्राइभ, कम्प्युटर, जहाँ पनि। वी निड टु प्रोटेक्ट दोज डिभाइसेस। सो साइबर सेक्युरिटी भनेको डिजिटल डेटा प्रोटेक्ट गर्नु हो। यसभित्र धेरै चिजहरू छ, लाइक नेटवर्क सेक्युरिटी, एप्लिकेसन सेक्युरिटी, क्लाउड सेक्युरिटी, एन्ड पोइन्ट सेक्युरिटी, आइओटी सेक्युरिटी। पछि हामी हेर्छौँ सुस्त गर्दै सबै चिज। अहिलेको लागि यति गरौँ।